गाइस फाइनली कन्याकुमारी पनि आइपुग्यो बट यतिखेर क्लोज हुँदो रहेछ एकदमै धेरै रड्डी लाग्यो होइन दिनभरि घामले गर्दा एउटा भिडियो बनाउनु पाएन अनि अलिअलि भिडियो बनाएको छु त्यति नै इन्जोय गर्नुहोस् होला होइन सो हेलो अनि नमस्ते सबैजनालाई मेरो नाम चाहिँ हो सङ्गम तामाङ होइन म चाहिँ वेस्ट बेङ्गाल कालिम्पोङबाट चाहिँ अल इन्डिया साइकल टुर गरिरहेको छु र साइकल चाहिँ भने यहाँनिर छ हो अनि आज चाहिँ म कति दिनमा लङ भिडियो बनाएको नि त सो एकदमै धेरै एक्साइटेड भइरहेको छु किनभने अब आज म कन्याकुमारीमा छु होइन तेस्रो लम्बा भिडियो बनाउँदैछु अनि तेस्रो नम्बर चाहिँ आज भने मेरो घर छोडेको पनि 125 दिन 26 दिन पनि भइसकिसकेछ हो र म चाहिँ अब गाइस यहाँबाट निस्किनु लागेको साइकलहरू पनि सबै रेडी भइसक्यो बाँकी हिजो चाहिँ म यो बिल्डिङमा रोकेको थिएँ 200 रुपिस पऱ्यो होइन अनि एकजनालाई चाहिँ रोक्नु काहीँ पनि दिँदैन बहुत साह्रो छ डिफिकल्ट होइन तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ कुछ इस तरहको छ ओह्रालो जाने बाटो यस्तो छ हो अनि साइकल मेरो त्यहाँनिर खडा छ अनि यतातिरको पानी चाहिँ गाइस यस्तो कलरको ब्रान्डको हुँदो रहेछ होइन खाएको चाहिँ त्यति साह्रो मिठो त लागेन बट एनिवे ठिकै छ होइन यस्तो रहेछ र यो अलिकति पनि खाइहाल्छु किनभने अहिले अलिक भोक लाग्दैछ अनि आज चाहिँ दिनभरि कन्याकुमारी घुम्ने हो अनि कन्याकुमारी कहाँ जाने त्यो त थाहा छैन अब गाइस जाने हो अनि बिहान बिहानै मेरो साइकल छ नि मैले यो हिजो मात्रै चक्का चेन्ज गरेको टायर अनि फेरि मेरो यो के भन्छ यो सस्पेन्सन चाहिँ यो फोर्क छ यो कामै गरेकै छैन सेटिङ तर अहिले अब दुःख सुख चल्ने चाहिँ भइरहेको छ हिजो चाहिँ ब्रेक लगाउँदा पनि पुरा भाइब्रेट गर्दै थियो आज त म पुरानो टायर पनि चेन्ज गर्नुपर्ने छ पुरानो टायर यस्तो भइरहेको छ हालत हो अनि गाइस अब यहाँबाट जाने हो पहिला कन्याकुमारी घुम्ने हो सबभन्दा पहिला मन्दिर अनि अरू जग्गा पनि एक्सप्लोर गर्छु तर त्योभन्दा पहिला चाहिँ चिया पिउनु चाहिँ जरुरी छ चिया पिउ चाहिँ फेरि एनर्जी नै आउँदैन नि त अब चाहिँ मैले साइकल पनि बाहिर निकालिसकेँ होइन यहाँदेखि यहाँ पार्किङ जस्तै थियो अनि अब चाहिँ गाइस जान्दै गरेको बाटो पनि यस्तो छ हो अप्ठ्यारो न अप्ठ्यारो अनि एउटा ब्रेक चाहिँ काम गरेकै छैन नि त बिस्तारै बिस्तारै निकाल्नुपर्छ अब टाइम नि 10 बजिसक्यो यति धेरै गर्मी छ नि 9 बजीदेखि त तामिलनाडुमा यस्तो गरम हुन्छ नि चाहिँ टायर नयाँ छ पिछेको चाहिँ चिन्दो छ नि त हो यति साइकल डिसब्यालेन्स हुँदो रहेछ नि अगाडि नयाँ पछाडि मतलब एउटा नयाँ एउटा पुरानो छ भने नि आमा बिहानै यति धेरै गरम छ नि रोड चाहिँ यस्तो छ गाइस कन्याकुमारीको फाइनली मलाई चायको दोकान पनि पाइसक्यो होइन चाय यति धेरै गरम छ नि पुरा हात कामिरहेको छ अनि यतातिरको चाय चाहिँ छ नि पुरा फिज हुँदो रहेछ हो अनि चाय दोकानहरू पनि पुरा भेट छ तर मलाई चाहिँ एकदम धेरै डिफिकल्ट हुन्छ किनभने हर जग्गा साइकल पार्किङ गर्ने जग्गा नै पाउँदैन स्ट्यान्ड त हाउडे छ यस्तो छ मेरो स्ट्यान्ड होइन तपाईँहरू पनि हेर्न सक्नुहुन्छ यस्तो हल्लिने छ स्ट्यान्डै अनि यति बिघ्न भारीहरू लिएर चाहिँ अनि यस्तो बिघ्न अनि सामान त्यसै साइकल लडिहाल्छ होइन अनि बिस्किटसँग चाहिँ चायसँग चाहिँ म यो मैले किनेँ होइन अनि यो चाहिँ मलाई हिजो एकजना भैयाले दिनुभएको किनेर अनि गाइस यहाँको चाय चाहिँ टेस्ट गर्नै कति छ दामी रहेछ तर चिनी चाहिँ पुरा ज्यादा रहेछ अनि यहाँबाट चाहिँ अब म मन्दिर जान आँटेको मन्दिर चाहिँ 450 मिटर छ सबभन्दा पहिला चाहिँ त्यही मन्दिर दर्शन गरिहालौँ भनेको अनि चाहिँ अरू जग्गा घुम्छु यसमा चाहिँ चियाहरू बिस्किटहरू खाएर चाहिँ अहिले अमन टेम्पलको छेउमा पनि आइपुगिसकेको छु कन्यादेवी टेम्पल होइन अनि यहीँनिर गेट छ अनि साइकलहरू चाहिँ मैले यहाँ राखेको छु अनि यस्तो बिजोग छ नि के गर्नु अब उयो छैन के अरे अब स्ट्यान्ड राम्रो छैन होइन अनि यस्तो हेलमेटहरू यहाँनिर लक गरेको छु अनि यो मेरो जुन चाहिँ यो पछि बोक्ने ब्याग चाहिँ यतिकै छोडिदिएको छु चोरी त हुँदैन होला बाँकी अब जान्छु दर्शन गर्नलाई एकछिनबाट बन्द हुन्छ भन्दैछ 11:30 12 बजी अनि अहिले टाइम लगभग त्यही 10-11 बज्दैछ सो तपाईँहरू पनि गेट दर्शन गर्नु सक्नुहुन्छ होइन भित्र चाहिँ पुरा अँधेरो रहेछ अनि अब हेर्छु दिन्छ कि दिँदैन मोबाइल एलाउ छ कि छैन है
सो अब चाहिँ गाइस कन्याकुमारीमा जहाँ बिग स्ट्याचु छ एकजनाको होइन त्यहाँनिर जाँदैछु। अनि बाटो चाहिँ यस्तो छ उन्दो होइन उन्दो बिच छ। सो जाँदैछु साइकल चाहिँ त्यहाँसम्म जान्दैन होला तर यहीँनिर राख्नुपर्छ हिजोकै जग्गामा हो। अहिले चाहिँ गाइस मैले साइकल पार्क गर्ने जग्गा पनि भेटिसकेँ होइन। पार्क त होइन मतलब जस्ट यतिकै राखिदिएको छु हेलमेटहरू त्यहाँनिर मतलब लक गरेको छुइनँ हो। सो यहाँबाट चाहिँ अब जान लागेको यति धेरै गरम छ। हिजो चाहिँ मैले साइकल उयो साइडमा राखेको थिएँ तर अहिले छ्यापै स्कुटीहरू राखिरहेको छु होइन। अनि यहाँको भ्यू चाहिँ तपाईँहरू देख्नु सक्नुहुन्छ होइन। यहाँ के को टेम्पल हो थाहा छैन होइन। अनि यतातिर यस्तो छ हो सबै यहाँबाट तामिलमा लेखेको छ त्यही भएर अलिक प्रब्लम हुन्छ। अहिले चाहिँ म सायद जान्दैछु विवेकानन्द रक होइन। अनि त्यहाँनिर छ अर्को एउटा स्ट्याचु पनि ठुलो बढे त्यसको नामै थाहा छैन। सो यहाँनिर एउटा भैया बोल्यो हिन्दी एकदमै राम्रो बोल्दो रहेछ। ठिकै भैया मैं जाता हूँ ओके। आज चाहिँ गाइस चस्मा लाएर भ्लग बनाउनु पऱ्यो होइन। अनि कन्याकुमारी जाने बिचको रास्ता चाहिँ यस्तो छ तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। यस्तो स्ट्रिट छ होइन। अनि यहाँनिर चाहिँ बाइक गाडीहरू एलाउ होइन। अनि कसको यहाँ मुनितिर पुरा दोकानहरू राखेको रहेछ हो। अनि दोकानमा जानु पऱ्यो भने आफ्नो पर्सनल बाइकहरू छ भने चाहिँ यही जग्गाबाट लानु पाउँदो रहेछ यता चाहिँ र होइन। अनि यति धेरै घाम लागिरहेको छ नि आम्मामा के गर्नु। अहिले यहाँ बिचको छेउमा आएर चाहिँ अलिक हावा चल्नु थाल्यो गाइस। र चाहिँ गाइस यस्तो खालको स्ट्रिट रहेछ होइन। यहाँ मुनि चाहिँ अब बल्ला टाइपको स्यान्डहरू रहेछ। अनि यहाँनिर पुरा लुगाहरू पनि छ तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन। 360 तपाईँहरूलाई देखाइरहेको छु। मेरो मात्रै भ्लगमा तपाईँहरूले सिम्पल पनि भेट्नुहुन्छ अनि डिटेल्समा पनि भेट्नुहुन्छ क्या। म चाहिँ सबै प्लेसहरू मतलब छोटी छोटी चिजहरू पनि सबै क्याप्चर गर्छु नि त। अनि अरूहरूले चाहिँ मतलब मोन्टेज मात्रै क्याप्चर गर्छ। बाँकी यहाँबाट देख्नु सक्नुहुँदैछ विवेकानन्दको मूर्ति हो कि के हो थाहा छैन बट होइन। अब केही त थाहा छैन फर्स्ट टाइम कन्याकुमारी आएको अनि मलाई पनि कसरी थाहा हुन्छ होइन। अनि यहाँनिर पनि हेर्नु सक्नुहुन्छ यस्तो टाइपको। सो अब त्यहाँबाट जानु लागेको कसरी जाने हो थाहै छैन होइन। नौकामा जानुपर्छ भन्दै थियो हिजो त कोही नौका सवार केही छैन यहाँनिर यस्तो खाली न खाली छ गाइस। अनि हिजो राति चाहिँ यति धेरै क्राउड थियो नि आम्मा अहिले त पुरा खाली छ गाइस देख्नु सक्नुहुन्छ। अनि यति धेरै घाम लागिरहेछ नि आम्मामा चाहिँ गाइस यहाँनिर पनि आइसकिसकेको छ जहाँबाट शिवबाट उता जाने ठाउँमा होइन। अनि गेटमा यस्तो थियो। अनि यहाँनिर क्राउड चाहिँ हेर्नु सक्नुहुन्छ यति बिघ्न भिड छ तपाईँहरू हेर्नु सक्नुहुन्छ हो। अनि यहाँ चाहिँ अब लाइन लाग्नु गएको अब 100 रुपियाँमा टिकट काट्नुपर्छ जस्तो लागेको छ यहीँनिर लेखिरहेको थियो हो। 1 घन्टा वेट गरेर चाहिँ नि बल्ल बल्ल टिकट पायो होइन 100 रुपिसमा। अनि पाउने बित्तिकै च्याटिङ दिँदो रहेछ। यसमा पहिलोचोटि नौकामा चढेको गाइस। नौकामा होइन यो अलिक ठुलो रहेछ हौ बोट आम्मा क्या मजा आयो। वेभमा यस्तो 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 क्या मजाको यति ठुलो मतलब समुद्रमा चाहिँ फर्स्ट टाइम भनौँ न। त्यो चाहिँ यता हेर्नु सक्नुहुन्छ अङ्कलले बसेर डिस्टर्ब गर्यो नि त यति धेरै छ नि पानीको हाम आम्मा पुरा उछिटिरहेछ। ओहो भाइ साहब मजा आयो गाइस। फाइनली कन्याकुमारी पनि आइपुग्यो बट यतिखेर क्लोज हुँदो रहेछ। एकदमै धेरै रड्डी लाग्यो होइन भ्यू है। अनि यो चाहिँ लास्ट बोट अरे उहाँनिर खडा छ हो। सो यहाँनिर सेक्युरिटी भैया हुनुहुन्छ उसले सबलाई घेराएर लाँदैछ गाइस। ल अब चाहिँ जान्दै गरेको गाइस अहिले भने चाहिँ बोटमा चढेर पनि यतापट्टि आइसकिसक्यो। अनि जो स्ट्याचुहरू थियो त्यो चाहिँ यो साइडमा हो होइन। हिजो त पुरा लाइटहरू बालिरहेको थियो तर आज त लाइटहरू पनि छैन किन पुरा अँधेरो फिल भइरहेको छ होइन। अनि मेरो साइकल भने चाहिँ यो साइडमा मैले पार्क लगाएको छु। अनि यता भएर जाँदैछु किनभने यही साइडबाट म बिहान पनि आएको थिएँ नि त। अनि त्यही भएर तपाईँहरूलाई बिहान त देखाएको थिएँ तर हिजो त एकदमै धेरै मान्छे थियो तर अहिले त मान्छे नै छैन एकदम। बाटोहरू पनि तपाईँहरू हेर्नु सक्नुहुन्छ एकदम पुरा खाली छ होइन अहिले। अनि टाइम पनि 9 बजिसकिसक्यो गाइस। अब चाहिँ म साइकल बाटामा जाँदैछु। यस्तो एक चक्कर लगाएँ होइन मन्दिरको वरिपरि पनि तर थाहै छैन सबै यस्तो लेस क्राउड छ नि मान्छे भिडै छैन यार एकदम। सबै मतलब कहाँ गयो दोकानहरू पनि बन्द अब 9 बजेको पनि छैन 9 बज्नु लाग्यो होइन। एकदम प्लेसै खाली छ कहीँ केही छैन। अहिले चाहिँ अब गाइस रुम जाँदैछु होइन। अब हिजोकै ठाउँमा अब दिन्छ दिँदैन थाहा छैन। हिजो त दिएको थियो तर अब आज हेर्नुपर्ने छ दिन्छ कि दिँदैन हो। सो रुम जाने बाटो चाहिँ यस्तो टाइपको छ गाइस देख्नु सक्नुहुन्छ गल्लीहरू होइन। जान्दैछु अब त्यहाँनिर दिन्छ कि दिँदैन हेरौँ है। हिजो होल्ड गरेको जग्गामा पनि आइपुगिसकेँ है गाइस। अनि मैले साइकल चाहिँ यहाँनिर राखेको छु तर अन्नाले चाहिँ नि यहाँनिर यति मतलब धन्न रिक्वेस्ट गर्दा गर्दा हिजो बसेको थियो र मात्रै होइन। नभए चाहिँ दिन्थेन अब जस्तै मतलब हिजो नबस्नु हुन्छ यहाँनिर दिन्थेन। बहुत मुस्किलले रिक्वेस्ट गरेर भोलि जान्छु भनेर। अनि
यहाँनिर साइकल राखेको छु हो। सो अब यो सामानहरू फटाफटी निकालिहाल्ने हो। अनि खाना पनि खाएको छैन म बिहानदेखिको हो। अनि अहिले सब्जीहरू अलिअलि किनेँ, किनभने यहाँबाट खाना जुन चाहिँ भेज दोकानहरू छ एकदमै धेरै टाढो छ नि त। अब खाना बनाउनुपर्छ, टाइम पनि 10 बज्नु लागिसक्यो हो। गाइस म रुमभित्र पनि आइसकिसकेँ। अनि अहिले टाइम भन्ने चाहिँ 10:42 जाँदो रहेछ। आँखा पुरा टटाउनु थाल्यो। अनि म चाहिँ हिजो यही रुममा सुतेको थिएँ, तपाईँहरू हेर्न सक्नुहुन्छ है। मेरो चाहिँ यति बिघ्न सामानहरू छ, यो सामानहरू चाहिँ अलिक कतै केही गरौँ भनेर सोचिरहेको छु, किनभने साइकल चलाउनु एकदम डिसब्यालेन्स भइरहेछ ज्यादा सामान भएर। अनि यो ब्यागमै छ लगभग 10-12 केजी। टेन्टको वेट नै छ मेरो 3 केजी। टेन्टको पनि चेन बिग्रिरहेको छ। अनि यो सिलिन्डरै 5-8 केजीको पर्छ, खाली सिलिन्डर 3 हो अनि भित्र 5 पर्छ। सो 8 केजी भइहाल्यो। अनि अरू सामानहरू छ यहाँ, टायरहरू, ट्युबहरू, यहाँनिर अरू पनि यस्तो थाल चम्चीहरू, यस्तो भाँडा बर्तनहरूले गर्दाखेरि धेरै नै हुन्छ हो। अनि आज चाहिँ एउटा कुरा चाहिँ अलिकति दुःख लाग्यो कि तपाईँहरूलाई राम्रोसँगले मैले कन्याकुमारी राम्रोसँगले देखाउनु पाएन। किनभने बिहान म जब उता गएँ घाम यताबाट परेको थिएँ। अनि त्यो भिडियो बनाउँदाखेरि सबै घामले गर्दाखेरि एउटा राम्रै आएको थिएन। अनि मैले सनसेटको टाइममा भिडियो बनाउँछु भनेको थिएँ, जस्तो सनसेट हुन लागेको थियो त्यस्तै उनीहरूले सबै उता अब लास्ट बोट भनेर भन्नु थाल्यो। अनि अहिले चाहिँ गाइस खाना बनाइरहेको छु होइन। यो रुम चाहिँ 200 रुपियाँको पऱ्यो। हिजो म यही रुममा रोकेको थिएँ, त्यही भएर मलाई आज पाएको, नभए पाउँथिनँ पनि। नभए यता चाहिँ साउथमा चाहिँ एकजनालाई चाहिँ नदिँदो रहेछ, खालि 2जनादेखि उकालोकोलाई मात्रै। जस्तो लाइक इक्जाम्पल यति बिघ्न खाटहरू छ, तपाईँहरू हेर्नु सक्नुहुन्छ होइन। अनि त्यही भएर होला एकजनालाई चाहिँ सिङ्गल रुम चाहिँ नपाउँदो रहेछ। अनि यस्तो छ यहाँनिर बाथरुमहरू होइन, मजाको छ। यतापट्टिको पनि ठिकठाकै छ, 200 रुपिस पऱ्यो मलाई। अनि अहिले मेरो खानामा चाहिँ गाइस बन्दकोपी क्याबेज बनिँदैछ होइन। यहाँनिर पाकिरहेको छ, राइस अलरेडी पाकिसक्यो। अन्त अब यो खाने हो, सुत्ने हो गाइस। अनि मेरो साइकलहरू सबै निचे छ होइन, केही त्यस्तो उयो गरेकै छुइनँ नि त, के अरे मजाले फ्ल्यागहरू यस्तो उयो गरेको छुइनँ, पट्याएको छुइनँ। अनि अब साइकल थन्केर आउँछु, सब्जी यहीँ पाक्दै गर्छ। सो बेस उँधो जाने हो। अनि मेरो चाहिँ लाइटरै थिएन नि त, लाइटरहरू किन्नु गएँ हो, त्यही भएर चाहिँ अलिक ढिलो भयो। अनि अहिले टाइम पनि अब 11 बज्नु आँटिसक्यो हो। मलाई चाहिँ नि यति माथिनिर सुत्नुको लागि दिनुभएको छ नि, झन्डै लड्यो। अब यो एउटा सिँढी भयो होइन, लगभग 4th फ्लोरहरूसम्म छ होला। अनि अहिले चाहिँ मैले दिनभरि जुत्ता लगाएको थिएँ, अहिले चाहिँ चप्ली लगाएँ होइन। एकदमै धेरै कम्फर्टेबल लागिरहेको छ, मतलब चप्ली लगाएर चाहिँ। यति बिघ्न सिँढी छ नि, त्यति सामान लिएर उँधो र उँभो गर्दा चाहिँ नि हत्तु हुन्छ साँच्ची भनेको। अब यहाँनिर आइपुगेँ होइन, अझै यहाँदेखि पनि यस्तो अझै उँधो जानुपर्छ। अब यति माथि मैले भनेको उँधो दिनु न भनेर भनेको अन्नालाई, बट अन्नाले भने कि अब बेलुकातिर बसहरू इमर्जेन्सी आउँछ, उनीहरूले अब सामान ज्यादा हुन्छ, उँधै खोज्छ भनेर। अनि अन्नाको चाहिँ यहाँनिर चाहिँ एउटा चिज चाहिँ के मन पऱ्यो भन्दा खाना चाहिँ रुममा पकाउँदा हुने, किनभने कतिवटा रुमहरूमा खाना बनाउनु दिँदैन नि त। सो बाहिर अन्नाको चाहिँ यस्तो छ पार्किङ टाइपको, ठिकै। र यहाँनिर मेरो साइकल चाहिँ यता राखेको छु र यसलाई साइकललाई थन्क्याउने हो। अनि गाइस आजको भ्लग चाहिँ यहाँनिर एन्ड गर्ने हो। के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भन्नु होला होइन। भोलिदेखि म कन्याकुमारी पनि जाने हो, त्यही हो गाइस। ल आजको भ्लग चाहिँ यहाँनिर एन्ड गर्नेछु। अनि तपाईँहरूको सपोर्ट माया बनाइराख्नु होला। हर हर महादेव।